नमस्कार दर्शकवृन्द, म प्रशान्त ठाकुर, जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सचिव तथा शिक्षाकर्मी। साथीहरूसँग छलफल गर्ने क्रममा यही बिचमा सल्लाह सुझाव भयो कि तपाईको वैचारिक क्रान्तिलाई एउटा जनता समक्ष पुर्याउने काम गर्नु पर्यो र त्यही सल्लाह सुझावको अनुरूप मैले चाहिँ यो फर्स्ट टाइम ब्लग्सको सुरुवात गरेको छु। एउटा न्यू एरा अफ रेभोल्युसन भन्ने शीर्षकमा, किनभने अबको क्रान्ति वैचारिक क्रान्ति हो र यो क्रान्तिको लागि चाहिँ हामीले चाहिँ हामी जस्ता तपाईँ जस्ता बुद्धिजीवी वर्गहरू र सक्रिय राजनीतिक कर्मीहरूले चाहिँ एउटा वैचारिक बहसको रूपमा ल्याउनुपर्छ, सकारात्मक सोचका साथ र यसलाई कसरी समस्याको समाधान गर्ने। किनभने समस्याले बल्झाउने काम मात्र भयो, प्रतिक्रियाको राजनीति मात्र भयो, हामीले सकारात्मकतातिर ध्यान दिएनौँ। त्यसकारणले चाहिँ यो एउटा वैचारिक बहसको च्यानल हुनेछ। हजुरहरूको सल्लाह सुझावको पनि अपेक्षा गर्न चाहन्छु। सँगसँगै सर्वप्रथम त आज शोक दिवस पनि हो। राज्यद्वारा हाम्रा वीर शहीदहरूप्रति एउटा श्रद्धाञ्जली व्यक्त गर्नको लागि आज चाहिँ संजोगले शोक दिवस पनि परेको छ। ती वीर सपुतहरूलाई मेरो हार्दिक नमन छ। उहाँहरूको बलिदान खेर नजाओस्। हामी सबैले मिलेर उहाँको त्यागको सही मूल्याङ्कनका साथ यो समाजलाई, यो देशलाई एउटा उचाइमा लानेछौँ भन्ने आशा गर्दछु। सँगसँगै अहिले अन्तरिम सरकार गठन भएको छ। अहिलेका वर्तमान प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूलाई शुभकामना दिन चाहन्छु। प्रधानमन्त्री भएको दिन नै मैले उहाँलाई मेसेज गरेका थिएँ र त्यो मेसेजमा केही सुझावहरू मैले बुदागत रूपमा उहाँलाई सुझाव दिएको थिएँ। सम्भवतः अहिलेसम्मको उहाँको गतिविधिलाई हेर्दाखेरि हामीले यसलाई सकारात्मक रूपमै लिनुपर्ने हुन्छ र आशा गरौँ उहाँबाट सफल कार्यकालको एउटा टेन्युर पुरा हुनेछ। एउटा भ्रम चाहिँ फैलिएको छ कि अन्तरिम सरकारले अब संविधान संशोधन गर्छ लगायत यो सिस्टमलाई एउटा खतरा छ भन्ने एउटा भाष्य सृजना भएको छ समाजमा। यो कानुनतः यो चाहिँ मिथ्या कुरो हो। किनभने अन्तरिम सरकारको दायित्व भनेको राज्य सञ्चालन र चुनाव गराउने नै हो। राज्य सञ्चालनमा विधिको शासन हुन्छ। त्यो विधिको शासन अन्तर्गत उहाँले चाहिँ अब उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुभएको छ। सम्भवतः निष्पक्ष छानबिन हुनेछ, दोषीमाथि कडाभन्दा कडा कारबाही हुनेछ। भ्रष्टाचार विरुद्धका जुन मुद्दाहरू थिए जेएनजी क्रान्तिका, ती मुद्दाहरूमा निष्पक्ष छानबिनका साथ त्यसमा पनि सरकार अगाडि बढ्नेछ र यो जरुरी पनि छ। किनभने यो देशमा भ्रष्टाचार र नेपोटिजमले चाहिँ जुन एउटा जरो गाडेको थियो, त्यसले आम सर्वसाधारण जो चाहिँ शिक्षित वर्ग थिए, जुन चाहिँ काम गर्ने कर्मठ वर्ग थिए, उनीहरूलाई निरुत्साहित गरेकै हो। चाहे व्यापारी हुन्, चाहे व्यवसायी हुन्, चाहे शिक्षाकर्मी हुन्, स्वास्थ्यकर्मी हुन्, जुनसुकै शिक्षा, चाहे त्यो मजदुरहरू हुन्, उनीहरूले उचित मूल्याङ्कन नपाएकै हो विगतमा। त्यसकारणले विदेशिनु परेको हो मेरो सोचमा चाहिँ। त यसलाई चाहिँ यो सरकारले एउटा विधिको शासनको बीजारोपण गर्नेछ भन्ने आशा गर्दछु र सँगसँगै सफलतापूर्वक निष्पक्ष चुनाव गराउनेछ र त्यो चुनावले दिएको जुन म्यान्डेट छ, जो जनताले दिएका म्यान्डेटबाट आएका जनप्रतिनिधि, नयाँ प्रतिनिधिहरूले चाहिँ यी संविधानमा अवश्य पनि हजारौँ गल्तीहरू छन्, ती बाधाहरू छन्, तिनीहरूलाई चाहिँ संशोधन, सकारात्मक रूपमा संशोधन हुनेछ भविष्यमा र यो नयाँ जननिर्वाचित प्रतिनिधिद्वारा नै हुनेछ। किनभने यो जनताको म्यान्डेटबाट नै हुन्छ। यो कुनै व्यक्तिगत स्वार्थ या स्वार्थ समूहको प्रभावमा संशोधन भयो भने यसले फेरि ठुलो दुर्घटना निम्त्याउन सक्छ। त्यसकारणले चाँडोभन्दा चाँडो
अब फागुन 21 गतेको अहिले मिति तोकिएको छ। सम्भवतः त्यो मितिमा चुनाव गराउनु उचित नै होला। नभए केही समस्या आएमा 2-4 महिनाको तलमाथि गरेर चाहिँ यो 6-7 महिनाभित्रमा चाहिँ चुनाव जसरी पनि गराउनु पर्ने हुन्छ र त्यसमा मलाई लाग्छ उहाँ प्रधानमन्त्रीज्यू सिरियस नै हुनुहुन्छ। चुनाव निर्वाचन आयोगसँग उहाँको इन्ट्रेक्सन सुरु भइसकेको छ र उहाँले चाहिँ सायद सम्भवतः समयमै निर्वाचन गराउनु हुनेछ भन्ने आशा गर्दछु। अब खास भन्ने हो भने यो बिचमा म द व्हाई द नेसन्स फेल भन्ने बुक पढिरहेको थिएँ। त्यसमा दुईटा अमेरिकन मेक्सिकन र मेक्सिकन कन्ट्रीको केस स्टडीलाई लिएर विभिन्न टपिकहरूमा चाहिँ एउटा एनालाइसिस गरिएको मैले पाएँ। अनि पढ्दै एउटा विचार आयो, नेपाल इज अ बफर जोन, इन्डिया र चाइनाको बिचमा एउटा बफर जोनको रूपमा छ। यो स्थापित नै चिज हो। त हामी किन इन्डिया र चाइनाको बिचको केस स्टडी नगरौँ? किन भन्दाखेरि म आज केही ब्रिफिङ गर्छु, किनभने यसको डिटेल्स म बिस्तारै आउने ब्लग्सहरूमा दिनेछु। 1970s मा इन्दिरा गान्धीको सरकार, इन्दिरा गान्धीको सरकार, र त्यही समयमा हाम्रो देन जियाओपिङको सरकार, चाइनाको सरकार, त्यही 1970s चाइना र इन्डियाको लागि एउटा टर्निङ पोइन्ट भयो। इन्दिरा गान्धीले 42nd एमेन्डमेन्टमा, संविधानको संशोधनमा इन 1976 उहाँले चाहिँ दुईटा शब्द छिराउनु भयो, एउटा समाजवाद र अर्को सेक्युलरिजम, धर्मनिरपेक्षता। र त्यसपछि इन्डिया कुन क्राइसिसबाट गुज्रियो र आज कुन स्थितिमा छ, त्यसलाई हामीले अलिकति केस स्टडीको रूपमा लिनुपर्छ। र त्यही कालखण्डमा 1978 मा देन जियाओपिङले चाहिँ एउटा उदारीकरण, इन्डस्ट्रियलाइजेसन र सिस्टमिक एग्रिकल्चर, यानि कि मोडर्न एग्रिकल्चरको कन्सेप्टलाई चाहिँ इम्प्लिमेन्ट गर्नुभयो। र त्यसपछि चाइनाको आजको स्थिति के छ, जगजाहेर छ। मैले यो विषय किन उठाएको भन्दाखेरि यो एसियामा अहिले एउटा बिग इकोनोमीको रूपमा चाहिँ इन्डिया र चाइना एज अ ग्लोबल र्याङ्किङमा आइसकेको छ। सेकेन्ड, थर्ड, फोर्थकै रेसमा छ। इन्डिया पनि थर्ड हुने रेसमा छ। चाइना सेकेन्ड लार्जेस्ट इकोनोमी छ। र यो वैश्विक युग हो है। सिम्पली भन्दाखेरि वैचारिक युगभन्दा पनि अब यो वैश्विक युग भइसकेको छ। एकअर्काका स्वार्थलाई पूर्ति भयो भने चाहिँ त्यसले जियोपोलिटिक्सलाई चाहिँ असर गर्छ। त स्वार्थ बाजिनु भएन, एकअर्काको स्वार्थ पूर्ति भयो भने त्यसले नयाँ डिफिनिसन, एउटा न्यू एरा अफ जियोपोलिटिक्सको सुरुवात भएको छ। आज म अलिकति यसमा ब्रिफ गर्न चाहन्छु। के भन्दाखेरि इन्डियासँग चाहिँ अब एउटा फ्यामिली रिलेसन भएको नाताले सानैदेखि म चाहिँ इन्डिया जाने आने क्रम सानैदेखि छ मेरो। लगभग 1996 बाट जुन 1978 मा जुन 1970s मा जुन इन्दिरा गान्धीले जुन एमेन्डमेन्ट गर्नुभयो, त्यसपछि एउटा वैकल्पिक धारको राजनीतिको एउटा सुरुवात भयो है। सायद 2 सिटबाट सुरु भएको बिजेपी आज एउटा कन्टिन्युअसली थर्ड टेन्योर आज चलाइरहेको छ इन्डियामा एज अ गभर्मेन्ट। त्यो संशोधनले चाहिँ समाजमा एउटा नकारात्मकता सृजना गरेकै हो, बीजारोपण भएकै हो इन्दिरा गान्धीको समयमा। र त्यसले चाहिँ अटल बिहारी वाजपेयीको उदय भयो। सम्भवतः नेपाल जस्तै उहाँको क्यारियर, नेपालको राजनीति जस्तै सुरुवात भयो। 1996 मा जम्मा 13 दिनको प्रधानमन्त्री काल, 98 to 99 मा 13 महिनाको कार्यकाल, र त्यसपछि सङ्घर्ष गर्ने क्रममा 1999 देखि 2004 सम्म फुल टर्म प्राइम मिनिस्टरको रूपमा उहाँले काम गर्नुभयो। यो सम्भवतः यसलाई हेर्दाखेरि चाहिँ
यो हाम्रो देशमा जसरी 2 महिने 4 महिने 10 महिने 12 महिने केही दिनका सरकारहरू जुन भन्छन् त्यस्तै कन्टेक्स्टमा चाहिँ इन्डिया गुज्र्यो। तर अटल बिहारी वाजपेयी सरकार पहिलो कार्यकाल पूर्ण कार्यकाल प्राप्त गरिसकेपछि दोस्रो कार्यकालमा चाहिँ सक्सेस हुन सकेन। त्यसका पछाडि धेरै कारणहरू छ, त्यसको विस्तारमा चाहिँ म बिस्तारै आउने ब्लग्समा चर्चा गर्नेछु। र 2014 इस्वी सम्बन्ध 2014 एउटा टर्निङ पोइन्ट भयो इन्डियाको, जहाँ चाहिँ पहिलोपटक पूर्ण बहुमतको सरकारको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको उदय भयो। त्यसपछि चाहिँ एउटा होप चाहिँ जनतामा आयो। होप कस्तो भन्दाखेरि त्यो 2014 भन्दा अगाडि म एउटा शिक्षाकर्मीको रूपमा जाने आउने क्रममा त्यहाँ म कुराकानी गर्थेँ। के छ एउटा मध्यम वर्गसँग भन्दाखेरि यो देशको केही हुनेवाला छैन, यो राजनीति फोहोरी खेल हो, यसले खासै केही उपलब्धि दिनेवाला छैन, यस्तै हो यस्तै रहन्छ, यो देश यस्तै हो भन्ने भाष्य थियो। तर 2014 पछि जुन मोदीको सरकारले एउटा इकोनोमिक पोलिसी ल्यायो, विभिन्न सब्सिडीहरूलाई सिस्टमेटाइज गर्यो हैन, एउटा भुइँ मान्छेको लागि चाहिँ काम गर्यो, त्यो क्रममा चाहिँ एउटा होप जाग्यो। र त्यसपछि चाहिँ वैकल्पिक राजनीतिको साउथ एसियामा चाहिँ सुरुवात भयो। अब विरोधाभास के हेर्नुहुन्छ भने चाइनाको गभर्मेन्ट पिपल्स रिपब्लिक जनगणतन्त्रवादी गभर्मेन्ट, तर इकोनोमी लिबरल। इन्डियाको सिस्टम डेमोक्रेटिक विथ सोशलिस्ट डेमोक्रेटिक, तर इकोनोमी लिबरलाइज हुँदै गइसके, पोलिसी लिबरलाइज गरिसकेपछि आज इन्डिया कुन अवस्थामा छ। त यो दुईटा केस स्टडी भेरी इन्ट्रेस्टिङ है। यो केस स्टडी इन्ट्रेस्टिङ छ र यो केस स्टडीलाई लिएर चाहिँ म अझै डिटेल्समा नयाँ आउने कमिङ ब्लग्सहरूमा पक्कै लिएर आउनेछु। र जेएनजीको मुभमेन्ट भयो, यो एउटा विचारधाराको मुभमेन्ट भयो र इन्डियामा पनि युथ्सहरूलाई चाहिँ अहिलेका गभर्मेन्टले 2014 देखि युथलाई एज अ स्टार्टअपको स्किमहरू ल्याएर र सहजीकरण वातावरण गराएर अहिले चाहिँ एउटा ग्रोइङ इमर्जिङ इकोनोमीको रूपमा चाहिँ इन्डिया अहिले आफूलाई स्ट्यान्ड गरेको छ। र अब चाहिँ त्यो कारणले के भयो भन्दाखेरि वैश्विक युगमा जब ठुल्ठुला कन्ट्रिज बिग जायन्ट नेसन्सहरूको जुन उदय भयो त्यसले एउटा न्यू जियो पोलिटिकल सिचुएसन चाहिँ क्रिएट गरेकै हो है। यो यो मल्टिपोलर वर्ल्डमा कन्भर्ट हुँदैछ। हाम्रो पहिला युनिपोलर वर्ल्ड थियो, वेस्ट भर्सेस रेस्ट भन्ने थियो, तर अब चाहिँ सबै आफ्नो आफ्नो तरिकाले जियो पोलिटिक्समा चाहिँ एक्टिभ हुँदैछन् र मल्टिपोलर वर्ल्डको नतिजा हो हाम्रो आजको यो अवस्था। त हामीले चाहिँ यो मल्टिपोलर वर्ल्डमा हामीले चाहिँ पारस्परिक सम्बन्ध, देश बीचको सम्बन्ध, विभिन्न राष्ट्र बीचको सम्बन्धलाई कसरी ब्यालेन्स गर्ने, हामीले एउटा यो जियो पोलिटिक्सलाई पनि सोचेर एउटा अब चाहिँ हामीले फरेन पोलिसिजहरूलाई चाहिँ रिभ्यू गर्नैपर्छ। किनभने त्यो गरेन भने हामी सेन्सिटिभ जोनमा छौँ, एउटा दुईटा जायन्ट इकोनोमीको बिचमा एउटा बफर जोनको रूपमा छौँ र त्यसलाई ब्यालेन्स गर्न सकेन भने अफकोर्स यसले दुर्घटना अवश्य निम्ताउनेछ। यो आजको पहिलो भिडियोमा म यति भन्दै हजुरहरूको सल्लाह सुझावको एउटा अपेक्षा गर्दछु। हजुरले सकारात्मक सल्लाह सुझाव दिनुहुनेछ। केही टपिकहरूमा चाहिँ ब्लग्स बनाउनु परेको खण्डमा हजुरले पनि त्यसमा पनि सल्लाह दिनुहुनेछ भन्ने आशा गर्दछु। आजलाई यति भन्दै सम्पूर्णमा नमस्कार र फेरि ती वीर शहीदहरूलाई हार्दिक नमन। धन्यवाद।